हेलो गाइस होइन आज चाहिँ हामी एक्जाम सकेर घर फर्किनु लाग्यो अन्त भर्खर उठेको म पनि साथीले प्याकिङ गर्दैछ गाइस मलाई चाहिँ जानै मन लागेको छैन त्यहाँदेखि नि लुगाहरू सबै हातामुटुङ गर्दैछ धेरै रमाइलो जग्गा मण्डल हो सबैहरू पनि एमबी लेख्नु अनि एचएस लेख्नु आउनु छ भने यहीँ बस्नुहोस् होला के भन्छ गाइस मेरो मन त मैले खुट्टै मानेको थिएन यस्तो खुट्टा घाइते भइरहेछ उसको मान्छे फेरि हो हाम्रो अर्को मान्छे आउँदैछ फेरि आइपुग्यो जानै मन गरेन भनेको अन्डरमा छोडेर जानै मन भएन मलाई केटा यो आफ्नो आफ्नो पेकिङ गर्दा यो चाहिँ नराख्नु लुगाहरू सबै पठाइसकेर ब्याग स्यागमा छ सबैको सबै चिटिक्क बनाइसक्यो रुम टक्को नयाँ आएर खोइ खान्छु त गाइस रुम पनि सफा भयो अब हाम्रो अभिषेकले चाहिँ कुखुराहरू काट ढाल्यो 3टा ढाल्यो हेर्दा हेर्दै मेरो यसमा काम छैन मैले मारे लु अभि उयो पुलिस आएन जान्दिन अन्डरमा उयो पर्यो के कुन पढे छैन पापी साला यहाँ पढिरहेछ उहाँ उयो क्यान्जोङले अब भूत ल्याउँछ हेर्नु ल गाइस कस्तो दामी एकैछिनमा भूत ल्याइदिन्छ हौ छिटो न क्यान्जोङ लु भूत ल्याउ त भिडियो लामो हुन्छ हौ सुत्तुत भन्न पापी त अहिले कम्ता मजाले खाँदैन कि गर्दै उयो मरेको छ भने कुन चाहिँ मऱ्यो उयो देख त जिउँदै छ यो हात बिचाउने छ हेर्दा सुन त बिटो जसको पनि चल्छ कम यो मजाले भिजा त आयो अन्धेरोमै अन्त अब चौगाल्नु छ त्यसलाई त अभिषेकले अब भूत ल्याउँदैछ अघिसम्म बिचारा भन्दै थियो भक्कु फ्याँक्दैछ मरि त गयो अब के गर्नु बिचारा मासु काटेर भात सात पनि खाइसक्यो अब रुममा आएर यो जुत्ता लाउँदैछु लास्ट एकपल्ट यो रुम हेर्नु पाउँछु त्यहाँदेखि त एचएसमा बस्यो भने अब हेर्नु पाउँछ भने चाहिँ यसो जुत्ता लाउँदैछु मजाले ए सबै हाल्यो मैले यो चाहिँ उयसमा हाल्नुपर्ने तपाईँको ब्यागमा त्यो ठुलो ब्याग एकछिन त्यहीँ होस् ए कति म उयसमा राखिरहेको छु बाइकमा तपाईँ पढाइ आउँछु एकछिन आउँछ न यहाँनिर केटाहरू छ दुई भाइ राखिदिएको ल ल के भन्नु छ ल अब राम्रोसँगले बस काम गर तेरो ड्रिम बाइक चाहिँ किनिहाल ल भाइ ए भएन लु कसरी राख्नु ल ल ल ल भाइ बाई बाई ल भाइ भाइ केटा ल ल
अब यहाँनिर मोमो बनाउँदैछु हामीले आमाले यहाँनिर किमा काट्नुहुँदैछ मैले चाहिँ यहाँनिर यो काम गरिसकेको हो हाम्रो आमाले चाहिँ यो काम गर्नुहुँदैछ पिठो मसिसकेको मेरो अझै काम यहाँनिर प्याजहरू छिल्नु अरे कतिवटा ठुल्ठुलो हेर्न यो त भर्खर ल्याएको कि अलिक पुरानो हेर्न निकाल्नु कहाँ छ पुरानो चाहिँ त्यही छ कि अलिक भित्रभित्र यस्तो ठुल्ठुलो मासुबाट मोमो पनि पाक्यो हामीले खायो आपा कस्तो मोमो आपालाई आपा मासुको मोमो मिठो मिस्टी काटेको थियो कि बेला गर्छौँ ल नि त